हेर्नुस् यो पोखराको फेवाताल हो। कति सफा सुन्दर छ। सफा भन्नाले साह्रै सफा त छैन, जस पानीले चाहिँ छुन हुने छ। हेर्नुस् सुन्दर नहरी पोखराको फेवाताल। यो फेवाताल उताको यो फुटपाथमा पर्यटकहरू हिँडिरहेका छन्। यो ठाउँलाई चाहिँ गैरी चौतारी भन्छ। यहाँ चाहिँ एउटा मूल पनि छ, तपाईँहरूलाई म देखाउँछु। यो गैरी चौतारीमा साइडमा एउटा मूल पनि छ, इनार छ। यो यही पलाएको पानी हो। यो पानी खान मिल्छ। यस्तो पानी चाहिँ थुप्रै यो तालको छेउछाउमा थुप्रै छ यस्तो जरुवाहरू। यहाँ त अब नजिकै डाँडा पनि छ, त्यही भएर मूल त हुने नै भयो। यहाँ मात्रै होइन, सबै यो खोज्ने नै हो भने यो तालका छेउका यी घरहरू, यिनीहरू घरहरूमा नि घरहरूको कोठाभित्र पनि मूलहरू भेट्न सकिन्छ तपाईँहरूले। यो ताल भयो, यसको साइडमा फुटपाथ भयो, यो घरहरू छ। घरहरूको अब यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो घरहरू चाहिँ सबै तालको छेउमा अलिकति मिचेर बनाएको छ, मातबन्ड भन्दा यता। अनि यो घरको पनि अब टोयलेटमा कसैको टोयलेटभित्र मूल पलाएको हुन्छ, कसैको कोठाभित्र मूलहरू भएको हुन्छ। त्यही भएर यहाँ चाहिँ यस्तो छ। यहाँ खोज्दै जाने भए यहाँ पुरै घरमा कति धेरै मूलहरू भेटिन्छ। देखि लिएर यो चाहिँ आरी ड्याम साइडसम्म नै यस्तो फुटपाथ बनाएको छ। यो फुटपाथ धेरै उतासम्म छ। हल्लनचोकमा छ, त्यहाँबाट उता वसुन्धरा पार्कसम्म पनि यो फुटपाथ जोडिन्छ। यो हेर्नुहोस्, यहाँ फेवाताल छ। अलिकति माथि चाहिँ घरहरू छ। अनि अलिकति यहाँ बिचमा चाहिँ फुटपाथ चाहिँ निकालेर छोडेको छ। अब मापदण्डकै कुरा गर्ने भयो, यो सबै मापदण्डमा पर्छ यो घरहरू। यस्तरी फुड ट्र्याक बनाइएको छ। तालको छेउमा फुड ट्र्याक छ। अनि केही उता चाहिँ होटेलहरू बनाएको छ। यस्तो छ फुड ट्र्याक। ल हेर्नुहोस्, हेर्नुहोस् यो फुड ट्र्याक भयो। यसको साइडमा चाहिँ होटेलहरू छन्। कस्तो राम्रो राम्रो होटेलहरू छन्। हेर्नुहोस् कायाकिङ पनि भएको छ। कति धेरै कायाकिङ। यो पारीको ठाउँलाई चाहिँ अलिकति उता देखेको हेर्ने ठाउँलाई स्विमिङ पुल भन्छ फेवातालको।
यस्तो फुड ट्र्याक रहेको छ। साइडमा चौर छ, यहाँ व्यापारहरू भएको छ, चटपटहरूको व्यापार। कति धेरै चटपट व्यापार छ हेर्नुहोस्। यो फेवातालको स्विमिङ पुल भन्ने ठाउँ हो, यसलाई स्विमिङ पुल भनिन्छ। डुङ्गा चढ्दाखेरि लाउने लाइफ ज्याकेटले डुङ्गा घुप्रिँदाखेरि डुब्न दिँदैन। यो फेवातालको स्विमिङ पुल, यहाँबाट डुङ्गा पनि लाग्छ। डुङ्गाको लागि चाहिने लाइफ ज्याकेटहरू, डुङ्गा चढ्ने मान्छेले लाइफ ज्याकेट अनिवार्य लाउनु पर्छ। त्यसैले यहाँ लाइफ ज्याकेटहरू पनि राखेको छ। यो भ्यू टावरलाई चाहिँ स्विमिङ पुल भनिन्छ। यो भ्यू टावर नभइकन यो लेक टावर हो फेवातालको लागि। लेकमा बनेको टावर, यहाँ बसेर फेवाताल हेर्दाखेरि फेवातालको बिचमा गएर बसेको जस्तो अनुभव हुन्छ। फेवातालको 50 मिटर पानीभित्र बसे जस्तो हुन्छ स्विमिङ पुलमा। यहाँबाट पनि डुङ्गा लाग्छ। यो फेवातालको स्विमिङ पुल भन्छ यसलाई। फेवातालको अलिकति पानी भएको ठाउँतिर गएर हेर्ने ठाउँ हो यो। यता माछा पालेको छ। यो फेवातालको स्विमिङ पुल। फेवाताल निकै विशाल छ, निकै ठुलो छ। नेपालको दोस्रो ठुलो ताल हो यो फेवाताल। तल गहिरो छ, निकै गहिरो छ हेर्नुहोस्। फेवातालको स्विमिङ पुल। यो पुल तरेर अलिकति 50 मिटर भित्र गएपछि चाहिँ यहाँ फेवाताल हेर्ने। यहाँ चाहिँ तालबराई मन्दिरमा गएको जस्तै हुन्छ। फेवातालको बिचमा बसेर हेरेको जस्तै हुन्छ यो स्विमिङ पुलमा बसेर हेर्दाखेरि। तालको बिचमा गएर बसेको अनुभव हुन्छ यहाँ। फेवातालको स्विमिङ पुल जाने यो पुल, यहाँ हिँडेर जान अहिले पुल बनाएको छ। पर्यटकहरू डुङ्गामा सैर गर्दैछन्। यो फेवातालको स्विमिङ पुल हो, यसलाई स्विमिङ पुल भनिन्छ। यो कुनै स्विमिङ गर्नको लागि पुल त होइन, त्यही पनि यो ठाउँलाई स्विमिङ पुल भनिन्छ। फेवातालको किनारमा यस्तो फुड ट्र्याक छ, यो राम्रो पनि हो। यो करिब 2 किलोमिटर जतिको फुड ट्र्याक होला। सबै फुड ट्र्याक छ। यतापट्टि होटलहरू छ, तालैभरि डुङ्गा छ। हेर्नुहोस् फुड ट्र्याक फेवातालको।
यो फुड ट्र्याकलाई पिस फुड ट्र्याक भनिन्छ। पोखरा भ्याली लेक कन्जर्भेसन कमिटी। यो फुड ट्र्याक हेर्नुहोस्, यो सेदीसम्मै छ, त्यो गैरी चौतारासम्म छ, सेदी होइन। तालको बिच्चामा डुङ्गा तरेर जानुपर्ने तालबराई मन्दिर। फेवातालको तालबराई क्षेत्र। डुङ्गामा ढुङ्गा लोड हुँदैछ। यो तालबराई मन्दिर। फेवातालबाट डुङ्गा तरेर जानुपर्छ। यो फेवातालको पानीभित्र छ। मन्दिर बनाउनको लागि ढुङ्गा लोड भएको छ। फेवातालबाट डुङ्गा तरेर जानुपर्छ यो मन्दिर जाँदाखेरि। मन्दिरको लागि यहाँ मर्मत गर्नको लागि ढुङ्गाहरू लोड गरेर डुङ्गामा लगेको छ।